टक्कसँगले आज पनि हामी बाहिर पार्कतिर चिसो चिसो हावा खान आएको छौँ। टक्क यस्तो सल्लाहको रुखहरू देख्न सक्नुहुन्छ दर्शक महानुभावहरू। आज चाहिँ अलि सफा पार्कमा आइयो। यहाँनिर चाहिँ कुकुरको पब्लिक टोइलेट होइन रहेछ, सायद कुकुरहरू यहाँनिर चाहिँ ल्याउन अलाउड छैन जस्तो लाग्यो मलाई। त्यही भएर अलिकति सफा रहेछ आज यहाँ चाहिँ। त्यही भएर हामी दुईजना चाहिँ यहाँ टक्कसँगले फिरिली घुम्दैछौँ। एकजना यहाँनिर मस्त माटोमा खेल्नु व्यस्त छ, म चाहिँ यहाँनिर भिडियो खिच्दै लखर लखर यताउता हल्लिँदैछु। के गर्दै बस्नु अल्छी लाग्छ। लखर लखर डुली हिँड्यो, काम छैन घरमा काम गर्नु अल्छी लागेपछि त्यसरी बाहिर अलिअलि डुलेपछि त माइन्ड यसो फ्रेस हुन्छ कि भन्ने कुरो। अब फेरि हामी जाँदैछौँ अर्को सफा पार्कतिर। सफा पार्क त होइन, यसको त झन् डिलतिर नै मैले कुकुरको गु देखेँ। फुई छि 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 एलाउरेस छि गाह्रो पो छ त हौ, गाह्रो। तर यता चाहिँ होस् छेउमा चाहिँ कुकुरको गु भयो भने यता बिचतिर चाहिँ सफा नै रहेछ। खुसी मुला जिस्काउँछ। अब टक्कसँगले यहाँनिर हामी चाहिँ बेन्चमा टक्कसँगले बसेर चिसो हावा खान्छौँ एकछिन। एलाउरेस त्यसै